नेपालभरि धेरै चिकन रोस्ट खाए तर यस्तो स्वाद भने पहिलो पटक पाए। अनि एउटा प्रश्न, यो माथि देखिएको सेतो सामग्री आखिर के हो? जसलाई थाहा छ कमेन्टमा भन्नुहोस्। यो कुनै सामान्य चिकन रोस्ट होइन, विक्रम सम्वत 2070 देखि एउटै स्वाद र गुणस्तर कायम राख्दै आएको धेरैको मन जितेको चिकन ग्रेभी र रोस्ट हो। सबैभन्दा मन पर्ने कुरा भनेको 13 वर्षदेखि एउटै परम्परागत रेसिपी प्रयोग गरेर बनाइदै आएको स्वाद। यही कारणले पुरानो ग्राहकहरू पनि बारम्बार यही फर्केर आउँछन्। ग्रेभी तयार भएपछि त्यसमा बेसार, पिरो खोर्सानी र आफ्नै विशेष मसलाहरू थपिन्छन्। त्यसपछि आउने सुगन्धले नै थाहा हुन्छ यो परिकार किन यति चर्चित छ। ग्रेभी बाक्लो, मसलेदार र स्वादले भरिपूर्ण देखिन्छ। अब चिकन रोस्टको कुरा गर्दा बाहिर हल्का रोस्ट, भित्र एकदमै नरम र रसिलो, प्रत्येक टुक्रामा मसला राम्रोसँग भिजेको छ। एउटा टुक्रा मुखमा राख्ने बित्तिकै अर्को टुक्रा खान मन लाग्ने खालको स्वाद हुन्छ। अनि मूल्यको कुरा गर्दा केवल रु 180 रुपियाँ प्रति प्लेटमा पाउने यो चिकन रोस्ट पाइन्छ। यस्तो स्वाद तपाईले पनि ट्राई गर्नु भएको छ? नभएको भए गण्डक पुल नजिक एकपटक अवश्य पुग्नुहोस् अनि सुरुमा सोधेको प्रश्नको उत्तर दिन नबिर्सिनुहोस्।